हाई साथीहरु नमस्ते। आज मसँग छ तपाईहरुले कस्तो यसले त रक्सी लिएर खाना लाएछ भनेर सोच्नु होला, तर यो रक्सी हैन। सबैभन्दा फेभरेट मेरो चाहिँ मन पर्ने आइस अमेरिकानो, अर्थात कफीको आइटम है। आइस आइटमहरु चाहिँ यसले बनाएर चाहिँ तपाईहरुले घरमै खान सक्नुहुन्छ, क्याफे गइराख्नु पर्दैन। कसरी त, अहिले प्राय हाम्रो प्रत्येक घरमा फ्रिज हुन्छ। हाम्रो डीप फ्रिजमा चाहिँ हामीले पानीलाई राखेर चाहिँ आइस बनाउन सक्छौं। यसरी आइस बनाउन सक्छौं है। एक दिन राखेपछि अब 1-1.5 घण्टा राखेपछि हैन, अब टेम्परेचर सहित कति राख्नुहुन्छ त्यो अनुसारकोले बनिहाल्छ। घरमै सरल तरिकाले बनाएर खान सकिन्छ। मैले भनिहालेँ, पानीलाई चाहिँ तपाईहरुले फ्रिजमा चाहिँ फ्रिज गर्नुपर्ने हुन्छ। अनि सँगै हामीसँग चाहिँ अब तपाईहरुले कफी कति लिनुहुन्छ त, डबल डोज लिनुहुन्छ कि सिंगल डोज लिनुहुन्छ है, तपाईहरुले त्यो अनुसारको मिलाएर खान सक्नुहुन्छ। र अनि हामीले सुरुमा चाहिँ के गर्छौं, कफीलाई चाहिँ बनाउँछौं। अब हामी घरमा त मेसिन हुँदैन, हामी हातैले बनाउँछौं है। अब क्याफेहरुतिर मेसिनले बनाउँछ भने हामीले चाहिँ हातैले बनाउँछौं। अनि कफीलाई चाहिँ रेडी पार्छौं सुरुमा। अनि हामीले के गर्छौं त, आइस पनि रेडी पार्छौं। यस्तै ग्लासमा आइस रेडी पार्छौं, ठुलो ग्लासमा। यो चाहिँ कोका कोलाको ग्लास हो, कोका कोला ल्याउँदाखेरि फ्रीमा पाएको ग्लास। यस्तै ग्लासमा बनाएर पनि खान सक्नुहुन्छ। अनि तपाईहरुले चाहिँ आइस राख्नु पर्ने हुन्छ। कति खान मन लाग्छ त आइस, 3टा 4टा 5वटा, अब जति खान मन लाग्छ त्यति राख्ने। अनि त्यसमा चाहिँ तपाईहरुले पानी राख्ने, चिसो पानी भरि राख्ने। अनि माथिबाट चाहिँ के त, हामीले पहिला बनाएको कफीलाई चाहिँ राख्ने। अनि त आइस अमेरिकानो रेडी हुन्छ। तपाईहरुलाई म आइस अमेरिकानो, आइस क्यापुचिनो, आइस लाटे, म सबैको चाहिँ यसरी भिडियो बनाएर देखाउने नै छु। हस्, थ्यांक यू। सबैजनाले सब्स्क्राइब गरिदिनु ल मेरो च्यानललाई। लभ यु अल।